सबैलाई नमस्कार। म मोतीराम सिजान आज तपाईँहरू समक्ष अङ्ग्रेजी ग्रामर सम्बन्धी केही विषयवस्तु लिएर आएको छु। खास गरेर कर्णाली प्रदेशको विभिन्न जिल्लामा पढिरहेका विद्यार्थीहरूको लागि अङ्ग्रेजी भाषा अलि असहज हुने र नेपाली भाषामा यसलाई सिकाउँदा उनीहरूले केही सिक्न सक्ने भएको हुनाले यो अङ्ग्रेजी भाषाको एडजेक्टिभ मैले चाहिँ तपाईँहरू समक्ष चाहिँ प्रस्तुत गरिरहेको छु। यो एडजेक्टिभलाई नेपाली भाषामा विशेषण भनिन्छ र अङ्ग्रेजीमा यसलाई परिभाषित गर्ने हो भने an adjective is a word that modifies or describes a noun or pronoun, providing more information about its qualities, characteristics, or attributes. Adjectives can describe aspects such as size, color, shape, and emotions, enhancing the meaning of the nouns they accompany. खास गरेर एडजेक्टिभको परिभाषामा यसले चाहिँ संज्ञाको बारेमा केही भन्ने गर्छ र त्यो संज्ञा अथवा सर्वनामलाई यसले चाहिँ त्यहाँभन्दा ज्यादा सूचनाहरू दिने गर्छ। यो सूचनाहरू गुणसँग सम्बन्धित हुनसक्छ, विशेषताहरूसँग सम्बन्धित हुनसक्छ र यसले चाहिँ कुनै नाउनको अथवा प्रोनाउनको साइज, कलर, सेप, इमोसन आदि कुराहरूलाई जोडेको हुन्छ। यी कुराहरू यसबाट मोडिफाई भएका हुन्छन्। खास गरेर एडजेक्टिभमा बुझ्नुपर्ने कुरा के हुन्छ भने यसले नाउन अथवा प्रोनाउन, अब नाउन भनेको त हामी सबैलाई थाहा छ, कुनै व्यक्ति, वस्तु, स्थान अथवा आइडियालाई हामी नाउन भन्छौँ। यो नाउनको बारेमा यदि जानकारी छैन भने तपाईँहरूले नाउन के हो, नाउन कति प्रकारका छन् भन्ने सम्बन्धमा कमेन्ट पनि गर्न सक्नुहुन्छ। अब एडजेक्टिभको परिभाषा दिइसके पश्चात अब हामी अगाडि बढ्छौँ, जसमा एडजेक्टिभले के गर्छ त, वाट एडजेक्टिभ्स डु भन्ने कुरामा दे मोडिफाई नाउन्स एन्ड प्रोनाउन्स, नाउन र प्रोनाउनलाई मोडिफाई गर्ने काम गर्छन्। अब एउटा नाउनको कुरा गरौँ। एउटा बिल्डिङ छ, यसलाई हामी ह्युज बिल्डिङ भन्न सक्छौँ, टल बिल्डिङ भन्न सक्छौँ, हैन? त्यसले चाहिँ बिल्डिङको विशेषता जनायो। त्यसै गरी प्रोनाउनको कुरा गर्ने हो भने सी इज ह्याप्पी, ही इज पुअर, हैन? दे आर हेल्दी। यो नाउन र प्रोनाउनको विशेषतामा विशेषता मोडिफाई गर्ने काम एडजेक्टिभले गरेको छ। त्यसै गरी यसले इन्फर्मेसन प्रदान गर्छ। इट प्रोभाइड्स इन्फर्मेसन। इट मिन्स adjectives answer questions like what kind, which one, or how many. So यसमा के छ भने कुन प्रकारको हो त, अनि संख्या कति हो, संख्या पनि काउन्टेबल हो, अनकाउन्टेबल हो, अनकाउन्टेबल नाउन अथवा काउन्टेबल नाउन हो भन्ने सम्बन्धमा पनि यसले जानकारी दिन्छ। अब एडजेक्टिभ्सको चाहिँ फर्महरूको बारेमा तपाईँहरूलाई जानकारी होला। एडजेक्टिभ्सको 3 वटा फर्महरू छ, पोजिटिभ,
कम्पेरेटिभ एन्ड सुपरलेटिभ। अब यो थ्री फर्म्समा सबभन्दा पहिला फर्म के हो त पहिलो भने पोजिटिभ, यसलाई एब्सोल्युट फर्म पनि भनिन्छ। इट डिस्क्राइब्स वान थिङ विदाउट कम्पेरिजन। फर एक्जाम्पल, नाइसी, टल, ह्याप्पी। सो हामीले यसो भन्दाखेरि कुनै व्यक्तिलाई अथवा त्यसको विशेषतालाई अर्को व्यक्ति अथवा वस्तुसँग तुलना नगरेर भनेका हुन्छौँ। त्यसैले यसलाई पोजेसिभ भनिएको हो। पोजिटिभ एड्जेक्टिभ भनिएको, पोजेसिभ अर्को छ, पोजिटिभ भनेको एब्सोल्युट पनि भनिन्छ यसलाई। त्यसै गरी वी हेभ कम्पेरेटिभ एड्जेक्टिभ which compares two things. Before we tell there was messy and tall as well as happier. अब यसमा messier, taller, happier भनेको छ। यसमा ER लागेको छ र ER मात्र लागेर हामी चाहिँ कम्पेरेटिभ बनाउन नसक्ने केही स्थिति पनि हुनसक्छ, जस्तोमा चाहिँ केही सिलेबलको कुराहरू हुन्छ। अब यदि सिलेबल सम्बन्धमा तपाईँले जानकारी प्राप्त गर्नुभएको छैन, जहाँ चाहिँ मोर अथवा लेस लागेर कम्पेरेटिभ बन्छ, यदि तपाईँलाई त्यो सिलेबल सम्बन्धी जानकारी छैन भने तपाईँहरू कमेन्ट सेक्सनमा लेख्न सक्नुहुनेछ। यदि तपाईँलाई जानकारी नभएको खण्डमा हामी सिलेबल सम्बन्धी अर्को भिडियो पनि बनाउनेछौँ। अब कम्पेरेटिभ पछि सुपरलेटिभ degree of comparison indicates the highest degree among three or more things. यो चाहिँ हाइएस्ट डिग्रीले उच्चतम बिन्दुको बारेमा जानकारी गराउँछ, जस्तै messiest, tallest, happiest. It often uses est or most. जस्तै ह्याप्पीबाट ह्याप्पियर, ह्याप्पिएस्ट भयो। त्यस्तै गरेर द वर्ड अब हामीले मोस्ट लगाउँदाखेरि ब्युटिफुल, मोर ब्युटिफुल, मोस्ट ब्युटिफुल गर्न सकिन्छ। यो चाहिँ सुपरलेटिभ डिग्री अफ कम्पेरिजनको कुरा रह्यो। अब तपाईँहरूलाई एउटा कुरा के छ भने यो एड्जेक्टिभहरू त कहाँ राख्ने त, कहाँ राख्दै उचित हुन्छ भन्दाखेरि प्लेसमेन्ट अफ एड्जेक्टिभ्स, एट्रिब्युट्स मोस्ट कमनली used adjectives appear directly before the noun they modify. एउटा चाहिँ कुनै पनि नाउनको बारेमा कुरा गर्ने हो भने जुन नाउनलाई तिनीहरूले केही भन्न खोजिरहेका, जुन नाउनको बारेमा केही भन्न खोजिरहेका छन्, तिनीहरूको अगाडि हामीले राख्ने हो। जस्तै a beautiful hat, a green garden, an expensive बुक। जुन चाहिँ नाउनको बारेमा हामी केही भन्न खोजिरहेका हुन्छौँ, त्यसको अगाडि हामी एड्जेक्टिभ राख्छौँ। Predicative adjectives can also follow linking verbs like to be, to feel, to seem, and modify the subject of the sentence. Example, that cow is happy. These are called predicate adjectives. So केही चाहिँ एड्जेक्टिभहरू लेखिए गर्छन् भनेपछि सब्जेक्टलाई, सब्जेक्टको सेन्टेन्सलाई के गर्छन्, मोडिफाई गर्छन्। जस्तै यहाँ चाहिँ द्याट काउ इज ह्याप्पी भन्नाले एड्जेक्टिभ चाहिँ ह्याप्पी हो। यो चाहिँ के छ भने यस्तो प्रकारको एड्जेक्टिभलाई प्रिडिकेट एड्जेक्टिभ्स भनिन्छ, जसले चाहिँ सेन्टेन्सलाई कम्प्लिट गरेको छ। सब्जेक्टको रूपमा भन्दा पनि प्रिडिकेटको रूपमा आएको छ, त्यसलाई प्रिडिकेट एड्जेक्टिभ भनिएको छ। नाउ अब हामीले के गर्छौँ भने यो एड्जेक्टिभको टाइपको बारेमा पनि कुरा गर्छौँ। कति प्रकारको एड्जेक्टिभ भन्दा गर्दा अब यति उति भन्दा पनि अब यसको विभिन्न प्रकारको टाइपहरू देखाएको छ, जसमा डिस्क्रिप्टिभ एड्जेक्टिभ भनेर भनिएको छ। डिस्क्रिप्टिभ भनेको क्वालिटेटिभ एड्जेक्टिभ हो। इट एक्सप्रेसेस अ क्वालिटी और एट्रिब्युट, एनर्मस,
silly, young, now yellow, fun and fast. Funny भन्न सकिन्छ। अब क्वान्टिटेटिभ एड्जेक्टिभको कुरा गर्दाखेरि इट डिस्क्राइब द अमाउन्ट अफ समथिङ। जस्तै यसले चाहिँ कुनै कुराको परिमाणको बारेमा जानकारी दिन्छ। मेनी, फ्यु, 11, 2, होल, एटसी। र डेमोन्स्ट्रेटिभ एड्जेक्टिभको बारेमा कुरा गर्दाखेरि इट पोइन्ट्स आउट, यसलाई देखाउने काम गर्छ। जस्तै दिस, द्याट, दिज, दोज, सच भनेर डेमोन्स्ट्रेटिभ एड्जेक्टिभलाई हामी परिभाषित गर्छौँ। त्यस्तै गरी प्रोपर एड्जेक्टिभ छन्, प्रोपर नाउनबाट बनेका। जस्तै जापानबाट जापानिज, इङ्ल्यान्डको इङ्ग्लिस, क्युबन, अमेरिकन, त्यस्तो चाहिँ प्रोपर एड्जेक्टिभहरू। अनि पोसेसिभ एड्जेक्टिभ भनेको सो अनरसिप, स्वामित्व जनाउने, कसैको हो भन्ने जनाउने। जस्तै माई, योर, हिज, हर, इट्स, आवर, देयर, यो चाहिँ पोसेसिभ एड्जेक्टिभ, स्वामित्व जनाउने, ओनरसिप जनाउने लाई पोसेसिभ भनिन्छ। त्यस्तै गरी इन्टरोगेटिभ एड्जेक्टिभ जसले चाहिँ क्वेसन गर्छ, सोध्छ, युज्ड इन क्वेसनिङ। जस्तै विच बुक इज yours, what advice do you want, whose pencil is it, जसले हामीले क्वेसन सोध्छौँ त्यस्तो प्रकारको एड्जेक्टिभलाई इन्टरोगेटिभ एड्जेक्टिभ अथवा प्रश्नवाचक विशेषण भनेर भनिन्छ। त्यस्तै गरेर कम्पाउन्ड एड्जेक्टिभहरू पनि चाहिँ संयुक्त विशेषणहरू, मेड अफ मल्टिपल वर्ड्स द्याट फङ्सन एज अ सिङ्गल एड्जेक्टिभ, दुईटा वर्डहरूबाट बनेको। वेल नोन, डार्क ब्राउन, दुईटै एड्जेक्टिभहरू हुन् र दुईटै मिलेर कम्पाउन्ड एड्जेक्टिभ बनेको छ, संयुक्त विशेषण। अब अगाडि बढ्ने हो भने ग्रेडेबल बेस नन ग्रेडेबल, ग्रेड गर्न सकिने नसकिने। एब्सोल्युट एड्जेक्टिभमा ग्रेडेबल पर्सन, क्यान आई हेभ डिफरेन्ट लेभल्स अफ इन्टेन्सिटी, क्यान हेभ। ग्रेडेबल एड्जेक्टिभ्स क्यान हेभ भनेको तिनीहरूसँग हुनसक्छ धेरै प्रकारको इन्टेन्सिटी। जस्तै भेरी कोल्ड, ग्रेड गर्न सक्यो नि, अ लिटल कोल्ड होइन, भेरी कोल्ड, अ बिट एङ्ग्री, यो ग्रेडेबल भयो। अब चाहिँ नन ग्रेडेबल भनेको जस्तै डेड, फिनिस्ड, पर्फेक्ट, इम्पोसिबल, यस्ता शब्दहरू ग्रेड गर्न सकिँदैन। नन ग्रेडेबल describe absolute states that cannot be compared or have varying degrees, होइन, यिनीहरूको varying degree हुँदैन र cannot be compared भनेको तुलना पनि गर्न सकिँदैन। सो यसपछि हाम्रो केही अर्डरहरू छ। when multiple adjectives modify a single noun, they generally follow a specific order, एउटा विशेष प्रकारको क्रम लिएर आउँछन् तिनीहरू। जस्तै सबभन्दा पहिले ओपिनियन, त्यसपछि साइज, त्यसपछि एज, सेप, कलर, ओरिजिन, यसरी चाहिँ हामीले एड्जेक्टिभलाई मिलाएर राख्नुपर्ने हुन्छ। जस्तै म्याटेरियल, अब एज से अब सबभन्दा पहिले चाहिँ ओपिनियन, साइज, एज, सेप, कलर, ओरिजिन, म्याटेरियल, प्रपोज राख्दाखेरि कस्तो देखिन्छ भने चाहिँ अ ब्युटिफुल ओपिनियन भयो, स्मल साइज भयो, डच चाहिँ ओरिजिन भयो, विन्ड मिल चाहिँ प्रपोज भयो। यसरी चाहिँ हामी के गर्न सक्छौँ, शब्दहरूलाई अथवा एड्जेक्टिभलाई मिलाएर राख्न सक्छौँ। अब तपाईँहरूलाई लाग्न सक्छ एड्जेक्टिभको प्रयोगले के हुन्छ भन्ने कुरा। एड्जेक्टिभलाई विशेष गरेर बुझ्दै आएको कुरा के हो भने एड्जेक्टिभ इज अ डिस्क्राइबिङ वर्ड, इट डिस्क्राइब्स अबाउट नाउन एन्ड प्रोनाउन, र यसले भाषामा मिठास ल्याउने कुरा गर्छ। एउटा हरियो रुखमा धेरै चराहरू बसेका छन् भन्नाले यो नेपालीमा पनि राम्रो देखिन्छ। एउटा रुखमा चराहरू छन् भन्दाखेरि एउटा हरियो रुखमा चराहरू बसेका छन्। देयर आर मेनी बर्ड्स सिटिङ अन ग्रिन ट्री भनेपछि त्यसमा के हुने भयो भने
ले चाहिँ अलिकति भाषालाई राम्रो बनाउँछ, भाषालाई अलि मिठास योग्य बनाउँछ। त्यसैले केही कुराहरू अब एड्जेक्टिभको प्रयोग गरेर मात्र बनाउने खालका पनि हुन्छन्। अ वी क्यान से एड्जेक्टिभको धेरै प्रयोग भएका केही वाक्यहरू पनि हामीले सुन्ने गरेका छौँ। जस्तै अ ब्राउन लेजी डग जम्प्स ओभर द क्विक फक्स भन्ने एउटा जो सेन्टेन्स छ, यसमा तपाईँले ब्राउन भनेको एड्जेक्टिभ हो, लेजी भनेको एड्जेक्टिभ हो, क्विक भनेको एड्जेक्टिभ हो। यहाँ चाहिँ धेरैहरू छन्, एड्जेक्टिभहरू छन्। यसरी सेन्टेन्समा एड्जेक्टिभको प्रयोग गर्नाले यसले एउटा चाहिँ सेन्टेन्स राम्रो बनाउने र अर्को कुरा ल्याङ्ग्विस्टिक अथवा भाषाको दृष्टिकोणले पनि यसले चाहिँ हामीलाई फाइदा गरेको हुन्छ। त्यसैले सम्पूर्ण विद्यार्थीहरूले एड्जेक्टिभ सम्बन्धी केही समस्या भएमा हामीलाई जानकारी दिन सक्नुहुनेछ र हामीले अर्को भिडियोमा फेरि तपाईँलाई मनपर्ने खालको कुनै टपिकमा छलफल गरौँला। तबसम्मको लागि तपाईँहरू सम्पूर्णलाई यस एड्जेक्टिभ लेसनमा आफूले चाहेका अथवा एड्जेक्टिभ सम्बन्धी आफूले जानेका केही कुराहरू कमेन्ट सेक्सनमा राख्नको लागि अनुरोध गर्दै आजको यो सानो जानकारी यहीँ समाप्त गर्छु। हवस्, शुभ सन्ध्या।